ल फेरि पनि मेरो यो नयाँ भिडियोमा स्वागत छ। आज पनि म फेरि एउटा स्केच बनाउन जाँदैछु हैन। र ढिलो नगरिकन यो चिट्टा छुट्नतिर लाग्यो है त। म फेरि पनि थुच्दैछु हैन। को पर्न सफल हुनुहुन्छ हेरौँ है त। दिनेश ल दिनेश तेरो नाम पर्न सफल भएको छ हैन। आजको लोकेश गाई त तँ भइस्। ल ढिला नगरिकन दिनेशको स्केच सुरु गरौँ है त। र स्केच सुरु गर्नभन्दा पहिला मैले एउटा कुरा भन्न चाहन्छु हैन। यो मैले भिडियो अपलोड गर्ने बेलामा स्केचको भिडियोमा चाहिँ धेरैजनाले चाहिँ मेरो पनि स्केच बनाइदिए हुन्थ्यो भनेर धेरैजनाले भनिराख्नु भएको हुन्छ हैन। त्यसको चाहिँ म कसैलाई पनि एउटा कुनै कन्फ्युजन नबनाइकन हैन म एउटा निर्णय गर्न चाहन्छु। जसलाई चाहिँ स्केच बनाइदिए हुन्थ्यो जस्तो लाग्छ हैन, त्यहाँहरूले चाहिँ के गर्नु होला भने मेरो फेसबुकमा फलो गर्नु होला हैन, टिकटकमा फलो गर्नु होला, अनि युट्युबमा सब्स्क्राइब गरेर अनि जुन अहिले यो मैले भिडियो बनाइरहेको छु हैन, यही भिडियोको कमेन्ट सेक्सनमा गएर, तर युट्युबमा है, टिकटक फेसबुकमा पाइँदैन, युट्युबकै भिडियोको कमेन्ट सेक्सनमा गएर चाहिँ गिभ अवे भनेर लेखिदिनु होला है त। र त्यहाँबाट चाहिँ मैले ऱ्यान्डमली चुज गरेर जो सिलेक्ट हुनुहुन्छ उहाँको चाहिँ स्केच बनाइदिनेछु। ल सुरु गरौँ अब दिनेशको स्केच। दिनेश र मेरो बाल्यकाल पनि सँगै बित्यो। नाताले चाहिँ मेरो फुपूको छोरा, तर दाजुभाइ भन्दा पनि हामी साथी जसरी हुर्क्यौँ सानैदेखि। कारण चाहिँ हामी सँगै पढ्थ्यौँ। दिनेशसँग पनि मेरो निकै नै यादहरू छ हैन, जुन चाहिँ बिताएको यादहरू आजसम्म ताजा नै छ। र दिनेशको र मेरो घरको दूरी पनि निकै नै नजिक छ हैन, लगभग 100 मिटरको दूरी होला। दिनेशले आफ्नो घरबाट बोलायो भने मेरो घरमा सुनिन्छ हैन, अनि मैले बोलायो भने दिनेशले मेरो आवाज सुन्छ। र यो बचपनको दोस्ती चाहिँ अलिकति फरक हुन्छ, किनभने धेरै यादहरू सँगै बिताएको हुन्छ हैन। र आजकलको समयमा चाहिँ यो बचपनदेखिको दोस्ती चाहिँ बचाउन निकै गाह्रो हुन्छ हैन। जुन सम्बन्ध चाहिँ हामीले जोडेका छौँ, समय फेरिँदै जान्छ, उमेर पनि फेरिँदै जान्छ, अवस्था पनि फेरिँदै जान्छ, तर मन चाहिँ फेरिनु भएन। जुन चाहिँ हामी बिच अझै पनि जस्ताको तस्तै छ। टाढा हुँदा सम्झना अनि माया लाग्नु, अनि भेट हुँदा चाहिँ खुसी लाग्नु, त्यही नै असल मित्रताको अर्थ होला। मेरो हरेक वचन चाहिँ सहर्ष स्वीकार्ने अनि मेरो हरेक अवस्थालाई मजाले बुझिदिने यति मिठो सम्बन्ध अनि मायाको लागि चाहिँ म तँप्रति निकै नै आभारी छु दिनेश। र आशा छ यो सम्बन्ध आउने दिनहरूमा पनि यथावत रहोस्। हाम्रो सम्बन्ध, माया र मित्रता चाहिँ म सधैँभरि यस्तै नै देख्न चाहन्छु हैन। र यो सम्बन्ध र मायाको लागि मेरो तर्फबाट तँलाई यो सानो गिफ्ट है त। ल त जहाँ छस्, जस्तो छस्, जिन्दगी हाँसी खुसी बितोस्। आजको लागि चाहिँ यति नै। फेरि अर्को भिडियोमा भेटौँला है त। बाई बाई।